नमस्ते तपाईं सम्पूर्णलाई। आज हामी यात्राको क्रममा छौं र यात्रा गरिरहेका छौं। यतिखेर यहाँको स्थानीय समयअनुसार साँझको 6:45 भएको छ र निकै चिसो हावा सिरेठो चलेको छ र हल्का खालको पानी पनि परेको छ, सिमसिम पानी पनि परेको छ र यो मिठो बाँसुरीको धुनसँगै हाम्रो यात्रा अगाडि बढिरहेको छ। यतिखेर हाम्रो यात्रा भने दिनभरिको ड्युटी सकेर रुममा जाँदै गरेको यात्रा हो र यो मिठो बाँसुरीको धुनसँगै हामीले यो समयमा यात्रा गरिरहेका छौं। मल्लगायत हामी यहाँ धेरै साथीहरू छौं। भित्रपट्टि मैले गाडीको भित्रपट्टि साइडतिर भिडियो बनाउन चाहिएन किनकि अँध्यारो छ। गाडीकोमा सबै लाइट अफ गरिएको छ र हामी अगाडि बढिरहेका छौं मिठो बाँसुरीको धुनसँगै। यतिखेरको हाम्रो गाडीको स्पिड भनेको 105 को मा छ। 105 10 5 10 105 10 यस्तैमा हामी बुढिरहेका छौं र हामी अगाडि बढिरहेका छौं र यहाँको बाटो एकदमै फ्राकिलो छ र त्यति ट्राफिक पनि छैन। हामी 1 नम्बर लेनबाट दौडिरहेका छौं, फर्स्ट लेनबाट सबैलाई ओभरटेक गर्दै। हाम्रो गाडी चलाउनु हुने गुरुजी चाहिँ इन्डिया पन्जाबको छ है। एकदम राम्रो ड्राइभ गर्नुभएको छ, गरिराख्नु भएको छ। विगत 3-4 वर्षदेखि हामी सँगै छौं, यसरी नै यात्रा गरिरहेका हुन्छौं र यस्तै हो साथी हो जिन्दगीको आरोह यात्रा परदेशको ठाउँमा। हामी यसरी नै अगाडि बढिरहेका छौं। अब हाम्रो गन्तव्य पनि खासै धेरै टाढा चाहिँ छैन, लगभग